हेलो एभ्रिवान, आज चाहिँ हामी अप्सनल म्याथको चाहिँ एक्जाम्पल 3 गर्दैछौँ। हामीले चाहिँ सुरुमा चाहिँ एक्जाम्पल्सहरू गरेर चाहिँ अनि पछि चाहिँ एक्सर्साइजहरू गर्ने भन्ने सोच गरेर चाहिँ अगाडि बढिरहेका छौँ। आशा छ हजुरहरूले पनि सिकिराख्नु भएको छ होला। अब यसो चाहिँ फाइन्ड द भ्यालु अफ एक्स भनेर चाहिँ यसो डिटरमाइन निकाल्ने, कति आउँछ त्यही नै एक्स हुन्छ है त। भनेपछि के हुन्छ 4 × 6 माइनस 5 × 3 भनेको यसो डिटरमिनेन्ट हो, इजिकल्स टु के भयो एक्स भयो। भनेपछि यसलाई चाहिँ इम्प्लाइज गरिदिएँ मैले, इम्प्लाइज होइन। अनि 6 चौको 24 माइनस 5 3 15 इजिकल्स टु एक्स। अनि त्यसपछि के हुन्छ 24 15 5 20 9 हुँदो रहेछ है। 9 इजिकल्स टु के हुनुभयो एक्स हुनुभयो, देयरफोर एक्स इजिकल्स टु कति भयो 9 हुनुभयो है। अनि अर्को चाहिँ हाम्रो के छ भन्दा यो छैन यतातिरको इम्प्लाइज गरे है त। एक्स इन्टु एक्स के हुन्छ एक्स स्क्वायर हुनुभयो माइनस 1 अनि 3 + 2x भनेको कति छ अरे 0 छ अरे डिटरमिनेन्ट। भनेपछि चाहिँ के हुन्छ एक्स स्क्वायर माइनस 3 प्लस माइनस 2x है, यो खोलिदियो नि त इजिकल्स टु 0 इम्प्लाइज एक्स स्क्वायर माइनस 2x माइनस 3 इजिकल्स टु 0 इम्प्लाइज एक्स स्क्वायर माइनस 3 माइनस 1 भनेको के हुन्छ माइनस छ भने चाहिँ माइनस गर्नुपर्छ। त्यही माइनस 1 भनेको एक्स भयो माइनस 3 इजिकल्स टु 0 है। अनि त्यसपछि भनेको के हुन्छ एक्स स्क्वायर माइनस 3x प्लस एक्स माइनस 3 इजिकल्स टु 0 है। अनि एक्स स्क्वायर एक्स कमन तानिदिन्छु मैले है, एक्स कमन तानिदियो भने चाहिँ एक्स माइनस 3 हुन्छ है, 3 हुन्छ प्लस 1 कमन तान्यो एक्स माइनस 3 इजिकल्स टु 0 एक्स प्लस 1 अनि त्यसपछि एक्स माइनस 3 इजिकल्स टु 0 हुनुभयो होइन। आइदर एटिएचएर आइदर एक्स प्लस 1 इजिकल्स टु 0 एक्स इजिकल्स टु के हुन्छ माइनस 1 अर होइन भने चाहिँ एक्स माइनस 3 इजिकल्स टु 0 एक्स इजिकल्स टु के हुन्छ 3 हुन्छ है। भनेपछि एक्स भ्यालु चाहिँ -1 र 3 रहेछ, यतापट्टिको एक्स भ्यालु चाहिँ के रहेछ 9 रहेछ। हस्, थ्याङ्क यू भेरी मच।